ल 1500 ल गाइस आज हाम्रो चाहिँ अब अस्ति तिहार चाहिँ गइसक्यो भोलि खेलौँ तिहारको दिन चाहिँ हाम्रो ड्युटी परेको हुनाले तिहार खासै मनाउनु पाइएन तिहारको चाहिँ छुट्टी आज मिलेको हुनाले हामीले तिहार मनाउनलाई साथीभाइहरूसँग ब्लु लेभल लिएर आएको छौँ। अब पहिलोचोटिको टेस्ट हो। अब हामी सधैँ त्यस्तो दारू खाने चाहिँ होइन, तर आज चाहिँ यसो त्यही तिहारलाई स्पेसल बनाएर स्पेसल ओकेजन भनेर चाहिँ ब्लु लेभल आएको छौँ। त्यो चाहिँ 700 ml को हो, 700 ml को हो। लगभग नेपालको त्यस्तै 30,000 जति पूर्ण गएको छ है। यसलाई हामी टेस्ट गर्दैछौँ। पैसै त ठुलो कुरा हुन्छ ब्लु लेभल होइन। यहाँ त मान्छे मिसियो बिचमा भने मिसाउने हुन्छ किनकि हामी 4 जना त खाइसक्छौँ नि होइन। यस्तो होइन, यस्तो होइन कसरी त्यो माथि दराउनु त फेरि पक्लक्नु जान्छ त। यो त दोरी छ त यार। यस्तो 3 महँगो रक्सी कहिले खान्छ त यार। कोदोको 3 पानी खाने मान्छेले कसरी खोल्छ होला कि यो। यस्तो तेर्सो हो ए यो पहिला खोल्नुपर्छ होला नि। ए खामै कोटे हिँडिँदो रहेछ। ए राम खाने हो कि खाने हो के हुने कि। अब मुजी अनुहार यस्तो छ यार। ब्लु लेभल खायो अनुहार पनि कति हुन्छ मतलब एउटा समातेको ल ब्लु लेभल कस्तो हुन्छ? यो त रेड लेभल छ त यार। यो खिच लुगा कस्तो पेट दुख्छ यार मलाई। थाहा छ यो चाहिँ विदाउट वाटर खाने है, विदाउट वाटर है, विदाउट वाटर हो। नसके पनि अलिअलि खाँदै भए पनि म त सक्दैन, म त पानी भोलि लाएर खाने। म त त्यसो गर तिमी के गर भने तिमी पखाल पुखल मात्र खाऊ। दारू हाल्ने हुन्छ, म राजी नै छु। 30,000 को दारू लिएको छ यार, पानी हालेर खान्छ। नेपालमा त साथीहरू नेपालमा साथीहरू तिमी यसो गर्दै अलिकति उब्लिन्छ त्यो पखाल पुखल पानीहरू त्यो हाम्रो यसो खाएको तैरेको हालिदिन्छु। त्यो यसो हस् हस् तिमी मगाउमा पानी हाल्छ भन्छ यहाँ। नेपालमा अब फेरि भन्दा चाहिँ अलिक गफ लागेको जस्तो हुन्छ। नेपालमा त मान्छेहरूको 1 महिनाको सेलरी हो त। कहाँ 1 महिना पनि हो पानी हाल्छ भन्छ यहाँ। अब फेरि दाँतले चाहिँ केही खानु हुँदैन क्या, टेन्सन त त्यहाँ छ। त्यही भएर तपाईँले त कलेजहरू पकाइदिएको छ, दाँत नहुनेले नि खानु। है जुन चिज पनि मैले आज एउटा नोटिस गरेँ यो खालको बिर्को भएको महँगो यो काठको होइन अझ जे यति राम्रो थियो सानो छ पानी हाल्ने यस रक्सी त खान्छ कि मैले बुझिनँ कि कसलाई हिसाब त्यो अब यहाँ यस्तो छ नि 1984 यहाँ 100 कस्तो 15 रुपियाँ चाहिँ तिम्रो अर्को